नमस्कार साथीहरु, अहिलेको चर्चित बहुप्रतीक्षित नेपाली फिल्म आबाट आमाको अफिसियल पोस्टर सार्वजनिक भएको छ र यो पोस्टरले निकै नै दर्शकको मन छोइसकेको छ। पोस्टरमा हामीहरूले देख्छौं हाम्रो सबैको मनको नायक पल्सा एकदमै भावनात्मक रूपमा प्रस्तुत भएका छन्। पल्साको अनुहारमा देखिएको त्यो गहिरो माया, त्यो पीडा र त्यो आत्मीयता ठ्याक्कै त्यही माया हो जुन एक छोराले आफ्नी आमासँग महसुस गर्छ। यो पोस्टर हेर्दा नै बुझ्न सकिन्छ कि आबाट आमा कुनै साधारण फिल्म होइन, यो त भावनाको सिनेमा हो जसले हरेक नेपाली हृदयमा आमा छोराको सम्बन्ध बोल्नेछ। पोस्टरमा कलर टोन पनि अत्यन्तै राम्रो छ, वार्म लाइट, इमोसनल ब्याकग्राउन्ड र पल्साको क्लिन एक्सप्रेसनले फिल्मको विषयवस्तु माया र मातृत्व स्पष्ट रूपमा झल्काएको छ। फिल्मलाई निर्देशन गरेका छन् चन्द्र पन्तले र यो फिल्मलाई प्रस्तुत गरेको छ आचार्य इन्टरटेनमेन्टले। पोस्टरमै लेखिएको छ रिलिज मिति माघ 16, 2082 साल, अर्थात् यो फिल्म नयाँ वर्षको सुरुवातमा हाम्रा हृदय छुने तयारीमा छ। पल्साको यो इमोसनल कमब्याकले दर्शकहरूलाई फेरि एकपटक याद दिलाउनेछ किन उहाँलाई नेपाली सिनेमाको हिरो भनिन्छ। उहाँले भावनात्मक पात्र जुन सिन्क्रेटी र डेप्थ देखाउनुहुन्छ त्यो नै उहाँको सिग्नेचर बनेको छ। साथीहरु, पोस्टर हेर्दा नै एक शब्द आउँछ आमा, त्यो शब्द जसले आँसु पनि ल्याउँछ अनि शान्ति पनि दिन्छ र यो फिल्मले त्यो भावना दर्शकसम्म पुर्याउने तयारी गरिसकेको छ। त्यसैले म भन्छु आबाट आमा केवल फिल्म होइन, यो हरेक नेपालीको मनमा बस्ने एक भावनात्मक यात्रा हो। पल्सालाई सपोर्ट गर्न, नेपाली सिनेमालाई माया गर्न तपाई पनि कमेन्टमा लेख्नुहोस् आबाट आमा। टेन्ट साथीहरु, फिल्मको ट्रेलर आउँदैछ र त्यो निश्चित रूपमा तपाईहरुको मन छुनेछ। यति भन्दै आजको लागि बिदा हुन चाहन्छु। धन्यवाद र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।